गुड नाइट कसरी भन्ने त्यो कुरा सिकौं। त्यसको लागि एजेन्ट आकाश युनिकोडमा जाउँ नेपाली टाइपिङ गर्नको लागि। त्यसपछि यो वेबसाइटमा यहाँ नेपाली टाइपिङ छ। गुड नाइट, गुड नाइट। हामी यसलाई नेपाल भाषामा हामीले गुड नाइटलाई नेपाल भाषामा भिचा भन्छौं। यदि तपाईहरुको डिभाइसमा अलिकति अक्षर सानो आएको छ भनेदेखि मोबाइलमा हुनुहुन्छ र सानो अक्षर आएको छ भनेदेखि पोर्ट्रेट मोडलाई ल्यान्डस्केप मोडमा कन्भर्ट गर्नु होला अनि ठूलो साइज आउँछ। यदि त्यो गरेर पनि फन्टहरु अलिकति हेर्न गाह्रो छ भनेदेखि चाहिँ कमेन्ट गर्नु होला। नेक्स्ट टाइम देखि म स्क्रिनको साइज अलिकति ठूलो बनाउँछु। न त यसमा अलिकति ठूलो बनाऊ। कन्ट्रोल प्लस थिचे मैले अलिकति ठूलो भयो। अझै एकचोटी अब अझ क्लियर भयो होला। अघिनको सानो साइज ठीक छ कि अहिलेको ठूलो साइज ठीक छ कमेन्ट गर्नु होला। यसलाई हामीले यसरी लेख्न सक्छौं भी भी चा। अब यसमा भी भनेको चाहिँ राम्रो भयो हैन, गुड भयो। अब चा भनेको चाहिँ रातलाई चाहिँ नि हामीले चा भन्छौं, भी चा। त्यस्तै गरी अर्को एउटा सेन्टेन्स राखौं यसमा। गुड नाइट, सी यू टुमोरो। शुभरात्रि, भोलि भेटौँला। यसलाई नेपाल भाषामा भी चा चा क ने नाप नाप ला। भिचा कने नाप्ला। भिचा अर्थात गुड नाइट, कने भन्नाले भोलि, नाप्ला अर्थात भेटौँला। अब अर्को एउटा हेरौं। गुड नाइट, स्वीट ड्रिम्स। भिचा। अर्को एउटा हेरौं हामी। गुड नाइट, स्वीट ड्रिम्स। भिचा बालाउ मगसे म ने मा। भिचा बालाउ मगसे मनेमा। बालाउ भनेको राम्रो, मगसे भन्नाले सपना, मनेमा भनेको अब मगसे मनमा भनेको सपना देखोस् भन्न खोजेको। शुभरात्रि, राम्रो सपना देखोस् भन्न खोजेको नेपालीमा भन्दाखेरि। आजलाई यति नै। थ्यांक यू। शुभ।